स्लाइस टमेटो। हाम्रो चाहिँ पिज्जा रेडी भइसकेको छ हो। कलर हेर्नु गाइस, क्या दाम। ल गाइस, हामीले चाहिँ यहाँ नेपाली पिज्जा बनाउन आँटेको छ। चाहिँ यहाँ मैदाको माथि चाहिँ हालिदिनुपर्छ हो। चाहिँ हाल्दैछ हो, आरामले बनाउनु पऱ्यो गाइस। गाइस हामीले चाहिँ यहाँ डो चाहिँ यहाँ दाले कस्तो मजाले घुमाउँदैछ हो। गाइस हाम्रो चाहिँ यहाँ पिज्जा सस आइसकेको छ हो। आरामले गोल 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 गर्दै घुमाउनु पर्यो होला। त्यसपछि चाहिँ गाइस डेल्टा चिज आइसकेको छ हो माथिबाट, आरामले भिजाइदिनु होला गाइस। त्यसको माथि आइसकेको छ गाइस ओनियन। त्यसपछि चाहिँ माथिमा हल्का ब्रोकोली सधैँ भए पनि यो आइसकेको छ माथिबाट, ब्ल्याक टोरिस्ट आइसकेको छ हो। अनि फेरि माथिबाट चुक्नी आयो, माथिबाट बेल पेपर पनि स्वादिने गरेको हो। आइसकेको छ हाम्रो यहाँ पिज्जा उठाउनु लागि। हामीले चाहिँ यहाँ पिज्जा उठिसकेको छ, हल्का मिलाउँदैछ हाम्रो दाले हो। यस्तो गाइस हामी चाहिँ यहाँ पिज्जा भित्र भट्टीमा हालिसकेको छ हो। कमसेकम यसको 3-4 मिनटमा पाकिसक्छ होला गाइस। वाउ, दाले कटिङ गर्दैछ। यहाँ हामीले उठाउनु होला गाइस माथि।